नमस्ते साथीहरू। आज चाहिँ मेरो यो भिडियो चाहिँ मैले विशेष गरी जानकारीको लागि मात्रै बनाएको छु है। अनि यो चाहिँ अब यो अहिले चर्चामा आएको पोई साग, पोरो साग, मालाबारा साग, यसलाई जे पनि भन्छन् हैन। यसको बारेमा कस्तो हुन्छ भने यो साग है, यो साग हो। यो चाहिँ गमलामा पानी नभएर ओइलाएछ। एउटा सानो गमलामा अरूसँगै उम्रेको यो विशेष गरी यो यस्तो हुन्छ। यो चाहिँ अलि ओइलाएछ। अनि यो सागको बारेमा मान्छेलाई जानकारी पनि छैन। अनि मान्छेलाई अब कस्तो भने अब मेरो यहाँ कौसीमा सधैँभरि सबैको कौसीमा अथवा बारीमा खेतमा हुने जस्तो चिज भन्दा मेरो कौसीमा अलग भएको हुनाले अनि यो साग पनि यसरी बस्दैन थियो है। अब मैले कोही आफ्नो आफन्तलाई अब साथीभाइलाई मैले ठ्याक्क दिन पनि सक्दिनँ, किनभने यो साग लगेर मैले दिएँ भने पछि फोन गरेर यो साग यो खाना हुन्छ कि हुँदैन होला भनेर कन्फ्युज भएर मलाई फोन गरिदिएपछि मलाई डर लाग्छ है। म असाध्यै खान्छु मेरो बारीमा अहिले बर्खाको याममा। अनि तरकारी मैले खाने तरकारी भनेकै यहाँ हेर्नुहोस्, अब यो सिम साग, सम्धिनी साग, थाई पालुङ हो। अनि यो साग भयो हैन। अनि म चाहिँ ढुक्कसँग खान्छु, तर मैले अरूलाई ढुक्क गराउन त सक्दिनँ। यो कस्तो हो, खाना हुन्छ कि हुँदैन, बिरामीले खाना हुन्छ कि हुँदैन, बच्चाले खाना हुन्छ कि हुँदैन, हो त्यस्तो खालको क्वेसन आउने भएर म यो साग चाहिँ म कसैलाई दिन्न। यो थाहा नभएको साग, थाहा नभएको चिज म कसैलाई दिन्न हैन। त्यही भएर मैले चाहिँ हजुरहरूसँग के रिक्वेस्ट गरेँ भने कति चाहिँ मेरो कमेन्टमा रिप्लाई दिनुहुने मेरो आदरणीय सर राजेन्द्र देवकोटा है, कृषि विज्ञ राजेन्द्र देवकोटा सरलाई म यहीँदेखि नमस्कार गर्छु है। अनि हजुरले धेरैवटा कमेन्टमा सल्भ गरिदिनु भएको छ। अनि हजुरले पनि यसको विषयमा राम्रोसँग पढेर यसलाई चाहिँ बुझ्ने भाषामा, सबैले बुझ्ने भाषामा मैले हजुरसँग सहयोग मागेँ। अनि यो हजुरले पनि लेखिदिनु होला, कमेन्ट गर्नु होला अथवा लेखेर भनिदिनु होला यसको बारेमा। मानौँ यो थाइपालुङको बारेमा, पोरो सागको बारेमा। अनि कति साथीहरूले चाहिँ मलाई यो अन्जिर सार्ने रहर गर्दै हुँदा अनि अन्जिरको बिरुवा माग्दाखेरि चाहिँ अनि कुन ठाउँमा फल्छ, हाम्रो चाहिँ तराईमा हो फल्छ कि फल्दैन, हाम्रो पहाडमा हो फल्छ कि फल्दैन भनेर सोधिरहँदाखेरि म केही भन्न सकिनँ। अब फल्छै फल्दैन, मैले यहाँ फलाएको हो, अब अन्त फल्छ कि फल्दैन मलाई थाहा छैन। अनि राजेन्द्र देवकोटा सरले चाहिँ मलाई बेला बेलामा कमेन्ट गरिरहनु हुन्थ्यो, यो यस्तो हो भनेर भनिरहनु भएको भएर मलाई सहज भएर सर यो चाहिँ कुन ठाउँमा फल्छ त भनेर मैले सोद्धाखेरि उहाँले डिटेलमा बताइदिनु भएको छ। अनि उहाँले मलाई धेरै सहयोग गर्नुहुन्छ। हजुरलाई धेरै धेरै धन्यवाद। अनि यसको बारेमा मैले हजुरलाई जिम्मा लाएँ। हजुर कृषि विज्ञ हुनुभएको कारणले, कृषिको डाक्टर हुनुभएको कारणले मैले हजुरलाई यहीँबाट भने कि यसको बारेमा डिटेल